गाइज हामी तिल्चो बेस क्याम्पबाट हिँड्यौँ खानसारको लागि सबैजना यहाँ हिँड्दैछन् होइन त आज केटाहरू आउँदैछ काठमाडौँबाट मनाङसम्म केटाहरूले पनि भेटिँदा आज है यसै गरी रिटर्न सुरु भएको छ हाम्रो यात्राको अब बिस्तारै ट्रिपको अन्त्यतिर हामी मोड लिँदैछौँ गाइज त्यही हो है तिल्चो बेस क्याम्प चाहिँ बाई बाई भनिदिनु सबजना भ्यू चाहिँ है जता देखायो नि बवाल छ यहाँ पहिरोवाला बाटो ढुङ्गा झर्नेवाला बाटोमा छ मैले हामी फर्किँदै खोलाको आवाज सुन्दै हिमाल हेर्दै केटाहरू पछाडि आउँदैछ यस्तो गुफाहरू पनि छ यहाँ चाहिँ है राज यहाँ आउँदैछ देख्नुभयो गाइज हामी यहाँ चाहिँ रोकेको एकछिन है रेस्ट लिन बाटोको बिचमा पछाडि राज छ राजनी आउँदैछ है झरनाको आवाजले केही नि सुनेको छैन होला अहिले यो बबाल हल्लिरहेको झुलुङ्गे पुल तल हेर्न सक्नुहुन्छ सिधै इट्स अल द भिर या देख्नुभयो नि चट्ट लगाएर क्यामेरा खस्ने डरले चाहिँ मैले च्याप्पै समातिरहेको छु क्यामेरालाई है ट्याम्पोलिनमा उफ्रे जस्तो भइरहेको बुरुङ बुरुङ ल गाइस फाइनली वी आर ब्याक टु खाङसार है हाम्रो ट्रेक यही सकिया छ अब हाम्रो फेरि बाइक जर्नी फेरि कन्टिन्यू हुन्छ है दिस इज खाङसार अनि आज चाहिँ केटाहरू काठमाडौँबाट आउँदैछ अनि केटाहरू अहिले कता लमजुङ आइपुगेको थियो अब मनाङ आउनु तिनीहरूलाई त्यस्तै 3-4 घन्टा लाग्छ होला अब हामी यहाँबाट बाइक लिएर मनाङमा होटेल खोज्छौँ अनि त्यहाँ बुक गरेर बस्छौँ तिनीहरूलाई पर्खिन्छौँ है त ब्याक टु खाङसार बाइकहरू चाहिँ त्यहाँ छ बाइकहरू चाहिँ सबै त्यहीँ छ है अब लेट्स हेड टु मनाङ गाइस यो चाहिँ राज बोलेको होइन अब हामी निस्केको हामीले आफ्नो बाइक साइक लिइसक्यो अनि यहाँ चाहिँ हाम्रो दाइ मेरो क्याम्बी हो सानो सो गाइज हाम्रो बाइकहरू कोर्स स्टार्ट भइसक्यो अब हामी मनाङतिर लाग्छौँ है त के गर्छ अघि नै हाल्दैछ त क्याप लाउनु पर्यो हेलो ब्याग भित्रै गर लगाइ चढे मेरो बाइकमा आफ्टर 2 days So odd feel भइरहेछ यार बाइक चलाउने
मनाङमा चाहिँ हामी तातो पानी भएको ठाउँ खोज्छौँ है, सो फ्रेस हुनको लागि। अनि त्यही हो, केटाहरू आएपछि अलि हल्ला पनि भइहाल्छ, त्यसैले अलि होटेलहरू हेरौँ न कस्तो कस्तो रहेछ। बाइक बिस्तारै चलाइरहेको छु म। मनाङ यार, भेरी ब्युटिफुल प्लेस। हावा छ मेरोमा, पछाडिको चाहिँ त्यो हावा भन्ने कर्मदायकोमा छ क्या फेरि। यस्तो गरौँ न त, कर्मदायकोमा जाऊँ दा, हामी सामान लिन आएको भनौँ, त्यति मात्रै भनौँ, केही सोध्दैन होला। हामीले झोलासोला लियौँ है, अब मनाङ जाने हामी ट्याक्क लाएर है त। ब्याग चाहिँ उब्बर भारी भएको तर केही छैन, ह्यापेन समटाइम्स। फाइनली मनाङ छिर्न लाग्यौँ हामी, जाऊँ। Wey, welcome to Manang हो। उतै हिमालयन कटेज, हामी हिमालयन कटेजमा फ्रेस भयौँ है। त्यहाँ यहाँ काम ताप्दै हामी अझै हामी केटाहरूलाई पर्खिर, तिनीहरू चामे आइपुग्यो अरे, अब 1 घन्टा जस्तोमा आइपुग्छ होला है त। सी यू देन। केटाहरू आइसक्यो है, मनाङ आइपुग्यो। अब भोलि घुमेको देखाउँछु है त। गुड नाइट।